सो अलराइट वेलकम ब्याक अनदर भ्लग। त्यही हो है, आज चाहिँ म कपाल काट्न जाँदैछु सानो टिमी खासमा है बालकोटबाट। अब कपाल काट्न पनि बालकोटबाट सानो टिमी जानुपर्छ भन्नुहुन्छ भने पर्छ। किन पर्छ भन्नुहुन्छ भने स्पेसली केटाहरूलाई त्यो यो थाहा नै छ होला, केटीहरू सबैले हेर्छ र त्यही पनि भनिदिन्छु है। किन भनेपछि मान्छेले कपाल काट्ने केटाहरू कपाल काट्ने नाइहरूप्रति यति वफादार हुन्छन् नि, एकपटक काटिसक्यो भने त्योभन्दा अन्यत्र अर्कोपटक काट्न मन पर्दैन क्या है। त्यही हो, म चाहिँ सुरुमा काठमाडौँ आउँदा सानो ठिमी काटेको थिएँ कपाल, अनि त्योभन्दा पछि मैले अन्यत्र कपाल काटेको छैन। मतलब जुन ठाउँ पहिला काटेको थिएँ त्यही ठाउँ नै जानुपर्छ है। त्यही भएर आज यसो टाइम मिलाएर जाँदैछु। आज शनिबार हो है। आई डोन्ट नो म यो भिडियो चाहिँ कहिले अपलोड गर्छु थाहा छैन, तर आज चाहिँ 2083 सालको असारको 27 गते शनिबार है। त्यही हो है। अनि त्यसले म भर्खर चाहिँ उता दरबारमा गएको थिएँ है, त्यहाँ मेरो काम थियो, त्यो सकाएर कोठा आएर त्यही हो है। त्यही हो, अरूको बानी के छ कस्तो छ थाहा छैन है। मेरो चाहिँ म एकपल्ट कपाल काटिसकेपछि अन्यत्र काट्न मलाई मतलब अर्कै लाग्छ क्या। किन के भनौँ त्यसको कारण चाहिँ ठ्याक्कै थाहा आएन है। म चाहिँ कपाल काट्ने नाइप्रति चाहिँ एकदम वफादार हो फेरि है। म उता रुकुम हुँदा नि सधैँ एउटै पसलमा मतलब एउटै हेयर कटिङमा काट्थेँ कपाल है। यता आएपछि पनि एउटै म काट्ने, भलै त्यो कपाल काट्ने ठाउँ खुलेको छ छैन भने बरु 1-2 हप्ता वेट गरिन्छ है, अर्कोमा कपाल काट्न गइँदैन के। यतिको चाहिँ लोयल्टी हुन्छ हाम्रो केटाहरूको कपाल काट्ने नाइप्रति होइन। अब होइन म त काटिदिन्छु त्यहाँ पाइ त्यहीँ भन्नुहुन्छ भने त्यो तपाईँको कुरा हो है। फेरि तपाईँ सबैले एउटैबाट काट्नुपर्छ भन्ने पनि छैन, तर मेरो विचार चाहिँ है, मतलब मैले अरू पनि देखाएको छु कि केटाहरूले यस्तो गर्छन् भन्ने, त्यही भएर भनेको है। मैले आफूले गरेर सबैले यस्तो गर्छन् भनेको चाहिँ होइन, मैले म बाइक पनि अरू देखेको छु 2-4 जना, त्यही भएर मात्रै भनेको मैले। त्यही हो। अनि कपाल चाहिँ अब अरूले कति टाइममा काट्नुहुन्छ के काट्नुहुन्छ आई डोन्ट नो है। म चाहिँ उता रुकुम हुँदाखेरि चाहिँ हप्तामा भएन भने 15 दिनमा चाहिँ स्योरली नै काट्थेँ है। यता आइसकेपछि अलि आडा पनि छ अलिकति है, त्यही भएर अलि निस्किनु पनि खासै पर्दैन, त्यही कलेज आउने हो। त्यही भएर मैले यहाँ आइसकेपछि चाहिँ महिनामा एकपटक चाहिँ काट्ने गरेको छु है। त्यहीँ सानो ठिमी नै जान्छु म, यता गलकोट बस्ने भए पनि है। अनि त्यहाँ अरू मेरो दाइहरू अङ्कलहरू पनि हुनुहुन्छ, त्यहाँ भेटघाट पनि भइहाल्छ। अनि कपाल काटेर आउने, एकैछिन गएर कपाल सबै काटेर आउने होइन। त्यही हो, आज 27 गते हो, 30 गतेबाट मेरो एक्जाम सुरु छ नि त। अनि त्यतिखेर पायो त्यतिखेर निस्किन पनि मिल्दैन नि त होइन। त्यही भएर आज यसो टाइम मिलाएर निस्किएको म चाहिँ है। त्यही भनिहालेँ, म भर्खर फेरि उता दरबार मार्गबाट आएको थिएँ है। अब चाहिँ जाँदैछु सानो टिमी, म चाहिँ भर्खर गट्ठाघर चोकमा आइपुगेँ। त्यही हो है त, गट्ठाघर चोक हो यो चाहिँ। ल म चाहिँ बाख्रागोला पनि आइसकेँ है। पुरै आफ्नै गाउँको फिल आयो क्या यहाँ आउँदाखेरि ठ्याक्कै है। गाई मतलब बाख्रा चढिरहेको छन् है। अब र त्यतातिर खेतहरू पनि छ, रोपाइहरू पनि भइरहेको छ। यो चाहिँ ठ्याक्कै गट्ठाघर र सानो ठिमीको बिचमा पर्ने भएको है। पुरै मतलब हरियाली छ, खेतहरू धानसान रोपाइ भइसकेको रहेछ। म यतातिर नआएको लगभग मतलब यो बाटो नआएको थिएँ, यता आएको चाहिँ लगभग 1 महिनाभन्दा बढी भइसकेको छ है। यता अर्को बाटो आएको थिएँ है। त्यही हो, पुरै धान खेती भइसक्यो रहेछ है। अब यस्तो हिलो छ, अब जाने कहाँबाट हो? आई विल ट्राई टु हियर। रूपक त सहर गएदेखि ठुलो भयो भन्नेहरूको लागि पहिलो कुरा यो सहर पनि होइन, यस्तो गाउँमा बस्छ है भएको छैन। म त उता काठमाडौँ बस्दिनँ नि त। अनि अर्को कुरा त्यही ठुलो भयो भन्नेहरूको लागि अभियसली ठुलो त भइहाल्छ नि होइन। काठमाडौँ आएको 1-2 वर्ष भइहाल्यो, 1-2 वर्ष आयु पनि बढ्यो होला है, उमेर बढ्यो होला, ठुलो त भइहालिन्छ नि। 23 वर्ष म आएको भनेपछि 24 वर्ष भयो भनेपछि त 1 वर्ष ठुलो त भएँ त म होइन। ठुलो त भएकै हो, तर मतलबी घमण्डी त्यस्तोवाला ठुलो भएन फेरि। त्यस्तै छ अब है, हरेक कुरालाई समय छुट्याउनु पर्छ, अलिअलि व्यस्त भइन्छ। त्यही हो, अब ठुलो भएको मान्छे नचिन्ने त्यस्तो टाइपको ठुलो होइन फेरि है। यति भन्न चाहन्छु। म यसरी हिँड्ने बोल्ने यति नै भिडियो बनाएर आउँछ त्यतिखेर मात्रै हो, होइन भने म कहाँ हुन्छु के गरिरहेको हुन्छु भन्ने कुरा म आफैलाई थाहा हुँदैन। त्यही भएर
ठुलो भयो मान्छे चिन्दैन भन्ने कुरा चाहिँ नगर्नु होला है त। ठ्याक्कै यहाँ चोकमा आएको थिएँ है, बाटै बिर्सेँ कता हो भन्ने कुरा। दुईवटा बाटो छ नि त यहाँ है, तर यति हो जता म हिँडिरहेको छु त्यतै। मतलब म नर्मली जाने ठाउँ त बाटो मलाई थाहा छ कि अङ्कलको कोठामा नआएको त्यो लगभग 4-5 महिनै भइसकेको छ नि त। त्यही भएर यहाँनिर नयाँ घरहरू बनेको रहेछ, त्यही भएर कन्फ्युज भएको थिएँ, तर पत्ता लगाइसकेँ है। त्यही हो है, अब म कपाल काट्न जाँदैछु माथि। केही भन्नु छ तपाईँलाई? यहाँ चाहिँ एक्सर्साइज गरिराख्नु भएको छ है, देख्न सक्नुहुन्छ। चामचाम कता पार्क भन्नु न। ल है त अब कपाल काट्दैछु म। यस्तो छ। कपाल काट्दैछु है। त्यही है त, म चाहिँ कपाल काटेर आइसकेँ। पैसा हो सो म चाहिँ गट्टा गराइसकेँ है। तर यहाँ कपाल नकाट्यो अलि राम्रो थियो कि जस्तो लागिरहेको कि होइन। त्यही हो है, कमेन्ट गर्नुहोस् त। म कपाल नकाट्दै राम्रो देखिरहेको थिएँ कि कहिले कपाल काटिसकेपछि? कपाल काटिसकेपछि है झन् नराम्रो लाग्छ आफूलाई कि है। अब 1-2 दिनपछि यतातिरको कपाल अलि आउँछ नि त, त्यति बेला अलि ठिकै लाग्छ है। तर अहिले चाहिँ आफूलाई मन परिरहेको छ, ठिकै छ होइन। अब राम्रै भएर अनि कसलाई इम्प्रेस गर्नु छ र है, जे छु जस्तो छु त्यही हो होइन। म चाहिँ लगभग कुनै यहाँ छु है। त्यही है, सबै कुरा भनेर मैले अघि त्यहीँ अङ्कलकोमा गएँ त्यहाँ है। त्यसरी खाजा खाएँ अनि कपाल काट्न गएको म खास त्यहाँ है। अनि कपाल काटेर चाहिँ फेरि छुट्टै त्यहाँ ड्राइभरसँग भेट्नुपर्ने काम थियो, त्यहाँ भेटेँ है। अनि चाहिँ अब चाहिँ लगभग म पुगिसकेँ भन्दा पनि ठ्याक्कै तरकारी बजार अगाडि छु है। तपाईँलाई थाहा नै छ तरकारी बजार आइसकेपछि मेरो कोठा आइहाल्छ भन्ने कुरा। अब कोठा गएर नुहाउनु छ पहिलो कुरा, त्यही हो। अनि नुहाउँछु अनि भोलिबाट चाहिँ म यत्तिकै पर लिएर त्यत्तिकै हिँड्दिनँ अब होइन। त्यो चाहिँ मैले आफैलाई कमिटमेन्ट गरेको हो। मतलब कलेज आउनु जानु त भइहाल्छ कि, अनि एक्जाम पनि छ त्यसको लागि होइन। तर लाइब्रेरी जाने आउने त्यही हो, त्यत्तिकै यता उसलाई भेट्न जानु छ, यस्तो गर्नु छ भन्ने कुरो भोलिबाट हुँदैन मेरो। त्यही भएर म आजै सबैलाई भेटघाट कार्यक्रम सकाएर आएको छु है, त्यही हो। त्यही हो है त, म चाहिँ थोरै तरकारी लिएर तरकारी बजारबाट पनि आइसकेँ है। सो है, मेरो चाहिँ आजको कपाल काट्ने सिरिज यति नै गरौँ है। भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्ग्याउँछु है। अब चाहिँ म कोठा नजिक पुगिसकेँ है। सो आजलाई यति गर्नुपर्ने हुन्छ। थ्याङ्क यू फर वाचिङ, स्टे ह्याप्पी, स्टे सेफ, सी यू टुमोरो, बाइ बाइ।